सम्पूर्ण दर्शकहरूलाई नमस्कार। आज विशेष गरेर म एउटा छोटो भिडियो तपाईहरुको माझमा बनाउन गइराखेको छु। खासै यो भिडियो बनाउनुको औचित्य चाहिँ अस्ति केही महिना अगाडि एउटा भिडियो मेरो आफ्नै पेजबाट तपाईहरुको माझमा मैले प्रस्तुत गरेको थिएँ। अनि त्यो भिडियोलाई तपाई हजुरहरु धेरै जनाले हेरेर प्रतिक्रिया दिनु हुँदैछ, खुसी लागिराखेको छ तपाईले हेरिदिनु भएकोमा। अनि धेरै जनाले मेरो इनबक्समा प्रश्न सहित कुराहरु राख्न भयो। अनि त्यो भिडियोमा खासै गरेर के भन्नु भएको, अनि के भाषा हो र कसले भनेको हो भनेर सोध्दै हुनुहुन्छ। र कति जनालाई चाहिँ मैले उत्तर दिए पनि र कति जनाले उत्तर दिन सकिरहेको छैन। र एक जनालाई यसरी उत्तर दिँदै जाँदा समय धेरै लाग्ने भएको कारणले गर्दा एकैचोटी समग्र रूपमा तपाईहरुलाई उत्तर होस् भनेर फेरि यो दोस्रो भिडियो मैले बनाइराखेको छु। अनि त्यो भन्दै गरेको कुरा चाहिँ कहाँबाट हो भन्नुहुन्छ भनेदेखिलाई त्यो बाइबलबाटै हो। यस बाइबलमा एउटा किताब छ, मत्तीको सुसमाचार 5 अध्यायको 17 पदमा येशू ख्रीष्टले भन्नुभएको कुरा हो त्यो। तर त्यो चाहिँ मैले संस्कृत भाषामा तपाईहरुको माझमा राखेको थिएँ। न धर्मस्य खण्डनारथे जगति जातो ह, धर्मस्य परिपूर्ति रेव मे अवतार हेतु। त्यसको मतलब येशू ख्रीष्ट संसारमा आउनुभयो अनि उहाँ आउनुको खास उद्देश्य उहाँले धर्मलाई विभाजन गर्नु होइन भनेर भन्नुभयो। अनि अगमवक्तालाई रद्द गर्नु पनि म आएको होइन भन्नुभयो। अनि त्यसो भने येशू ख्रीष्ट किन चाहिँ आउनुभयो त भन्दा संसारमा भएका हामी मानिसहरूलाई पापबाट मुक्ति उद्धार गर्नको लागि आउनु भएको हो। अनि हामीलाई त्यो अनन्तको जीवन दिनलाई आउनु भएको हो। त यहाँनिर धर्मको आज हामी हेर्छौँ भनेदेखिलाई संसारमा धेरै चर्चा भइराखेको छ। अनि यो धर्म त्यो धर्म भन्ने कुराहरू भइराखेको हामी देख्दछौँ। तर खासै गरेर बाइबलले एउटै कुरा भन्छ, धर्म भन्ने कुरा थुप्रो छैन, धर्म चाहिँ खासै एउटै मात्रै हो। अनि धर्म चाहिँ के हो त भन्दाखेरिलाई जो दुःखमा परेका मानिसलाई सहयोग गर्नु त्यो धर्म हो। जसको लुगा छैन त्यसलाई लुगा दिनु धर्म हो। जो चाहिँ खाना नपाएर भोकै बसिराखेको छ उसलाई एक मुठी भए पनि रासिन लगेर दिनु त्यो धर्म हो। अनि यो धर्म सबै सम्प्रदायको मानिसले गर्न सक्दछ। अनि यो धर्मलाई विभाजन गर्नको लागि पटक्कै येशू ख्रीष्ट आउनु भएको होइन। हाम्रो बुझाइमा चाहिँ धर्म थुप्रो भन्ने कुरा हामीले सोचेका छौँ, तर होइन, धर्म एउटै छ। त्यो चाहिँ हो हामीले कसैलाई राम्रो गर्नु, त्यो चाहिँ धर्म हो। धर्म एउटै छ अनि ईश्वर पनि एउटै छ। अनि हाम्रो संसारमा हेर्छौँ भनेदेखि हाम्रो बाउ हुन्छ, शारीरिक बाबु उहाँ पनि एउटै हुनुहुन्छ। अनि हाम्रा आमा, हामीलाई जन्म दिने आमा एउटै हुन्छ। यो कुरा हामीले बुझ्नु अति आवश्यक छ। यो सबै कुराहरू बाइबलले बताउँछ। ईश्वर एउटा, हामी धेरै ठाउँमा कतिजनाले भन्दै गरेको सुन्छौँ नि, सबका मालिक एक है भनेर। ईश्वर एउटा हुनुहुन्छ अनि धर्म पनि एउटै हो। खासै गरेर धर्म त्यो धर्म सबैले गर्न सक्छ। गरिब दुखीलाई, दुःखमा परेकालाई, खाँचोमा परेकालाई सहयोग गर्ने धर्म हो। अनि यो धर्मलाई विभाजन गर्नको लागि चाहिँ येशू ख्रीष्ट कदापि आउनु भएको होइन। र उहाँले चाहिँ मानिसलाई पापबाट मुक्ति दिनको लागि आउनु भएको हो। हुन्छ, त्यति नै हो कुरा। र म यतिमै राख्न चाहेँ। र यस भिडियोद्वारा तपाईँहरूले बुझिहाल्नु भयो। र फेरि इच्छा गर्नुभयो भने आउँदो दिनहरूमा अझै अरू अन्य भिडियोहरू लिएर म अवश्य नै तपाईँको माझमा उपस्थित हुनेछु। हवस् त, धन्यवाद।